चिल्लायो नि यस्तो हुने जलसम्म चिल्लायो तो करना परेशान हो गए हम लोग 2.5 साल से देखाऊ कि नदेखाऊ हेर्ने हो हेर्ने यति मात्र देखाउँछु ल ओके मेरो प्रोड्युसरको आँखाबाट आँसु नझरोस् मेरो प्रोड्युसरले मलाई हाल्दाखेरि खुसीसँग ए पूजालाई गरेपछि यति त भयो नि यार भनेर चाहिँ मनमा चाहिँ तितोपन नबोकोस् मैले भने नि एकचोटि छिरेपछि त अब एकचोटि छिर्न मात्रै गाह्रो हो के छिरिसकेपछि त फेरि उयो हो कुरा हल्लिँदैन नहल्लिने गरी छिर्ने तपाईँ बिहे अगाडि हुने यौन सम्बन्धलाई कसरी लिनुहुन्छ बिहे अगाडि हुने यौन सम्बन्धलाई सिचुएसनल लिन्छु अब दुईजनाले एकअर्कालाई माया गर्छ भने त अब इट्स जस्ट एक्सप्रेसिङ योरसेल्फ फिजिकली बात त सही है तपाईँलाई फर्स्ट टाइम केटा मान्छेले सुन्दा कस्तो भएको थियो रुखमा फल्ने सबभन्दा ठुलो फल कुन चाहिँ हो स्याउ ज्याकफ्रुट केरा ज्याकफ्रुट यस ज्याकफ्रुट घारी हुन्छ नि त्यही भएर केरा त फेरि एउटै त हुन्छ एउटा यत्रो त हुन्छ नि ओके सरी लास्ट ल हेर न त्यहाँ ल हेर त बिहा गरेर बिरे सम्भावना के छ फेरि अनमोलसँग दोहोरिने अब अदिति नै एन्डोगेडे कन्टेडे कोन्टाडे गरेर अब तामिल फिल्म खेल्न जान्ला छ अब शिवको छोराको सिनेमा पनि मैले हेरिसकेको छु अब राजेशको छोराको सिनेमा हेर्नु मलाई मन लागेको छ म त अलिकति बच्चै छु बच्चाको बच्चा चाहिँ हुनलाई केही समय त लागिहाल्छ होइन भुवनको उमेर पुगिसकेपछि शिवजीको उमेर पुगिसकेपछि म पनि बच्चा हुर्काउँला त्यसपछि हेरौँला होइन हामी अवश्य गर्छौँ होइन हेल्पलाइन नगर्नुहोस् है ए भेना हेर न आज पनि बाख्रा रागो खोज्यो के ब्याउँछ डिप्रेसन मलाई एकदमै गाह्रो भयो मलाई घाँटी थिचेर मैले हातले पन्छाउन खोजे सकिनँ अर्को हातले पन्छाउन खोजे सकिनँ धक्काले सकिनँ त्यसपछि मैले लात्तले पन्छाएर म हिँडेको छु त्यो घरबाट यो नाकको कुराहरूलाई इन्डर गर्नु पर्ला यिनीहरूको स्क्रिप्ट भरि है नाकै नाक नाक यहाँ पनि नाक यहाँ पनि नाक 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 सुरक्षा दिदीको नाक बेलैमा मेरो चाक हेरा भयो यिनीहरू होइन सुत्दा कहिलेकाहीँ को घुर्छ अब हामी त सँगै सुतेकै छैनौँ कसरी त यताबाट त बिहे त भएको छैन ल कसैले अब अहिलेको छोरी मान्छेहरूले न सिन्दुर लाउँछन् न तिलरी लाउँछन् के थाहा बात त सही है कति वर्ष भयो रिलेसनसिपमा हुनु भएको कोसँग अफकोर्स बोयफ्रेन्डसँग अफकोर्स बोयफ्रेन्ड त्यो कुरा अब अफ क्यामेरा भन्छ ओ माय गॉड किन यस्तो कसरी तपाईँ वर्णन गर्नुहुन्छ उहाँले यसको लागि त जवानी उधारो भए पनि ल्याउनै पर्यो नि त प्यारी समझ गई यही प्रोजेक्टको लागि पनि खोजी खाजी गरेर और अभी तो रुको क्लाइमैक्स अभी बाकी सानो सजेसन चाहिँ के छ भने यदि कोही भेटिहाल्नु भयो र तपाईँको दिमागको घन्टी बजिहाल्यो भने त्यो घन्टीको गुन्जन कम हुनुभन्दा अगाडि नै बिहा गर्नु यो चाहिँ म एकदम लिएर बस्छु हजुरको त्यो घन्टी चाहिँ कहिले बज्छ त्यही चाहिँ थाहा भएन त्यो गुन्जन बन्द हुनुभन्दा अगाडि गर्नुहोस् होइन पछि विवाहपछि गुन्जन कम भयो भने उसको घन्टी बजाइ
उसको घन्टी बजायो हरेक चिज हामीले कुनै पनि अहिलेसम्म लुकाएको पनि छैनौँ, कुनै पनि हाम्रो दर्शकसँग आइन्दा पनि लुकाउँदैनौँ। र एज फोर जसले अब चिक्दैन भनिरहनु भएको हुन्छ, चिक्दैन भनिरहनु भएको हुन्छ, देखा आपने लापरवाही का नतीजा